अवस्था ल मैले भाइ आइब न यहाँ हलमा बसिसक्यो पाउ न भिडियो त गर्न लाग्दा नि सिधै के छ भन्नु सुरु भएपछि कहानी आएपछि हामी यो फिल्मको बारेमा बताउँछौँ हजुरहरूलाई अहिले चाहिँ यहाँ जाडो जाडो भयो एसी धेरै खोल्छ क्या त्यस्तो त्यस्तो भएको गाइज होइन ल ल ल गाइज हामी चाहिँ अब फिल्म हेरेर झरिसक्यो अवस्था होइन त्यस्तै हुन्छ फिल्म चाहिँ राम्रो हुन्छ लभ स्टोरी एक्सन फिल्म हल्का हल्कामा त्यस्तै त्यस्तै खाले रहेछ हामी चाहिँ भ्याएर आइसक्यौँ त्यहाँ जाडो पनि लाग्यो अलिअलि हामीलाई चाहिँ त्यस्तो त्यस्तो भयो गरिहाल न ल कस्तो लाग्यो सुक्दा फिल्म मलाई त बवाल लाग्यो बवाल लाग्यो बोल्यो तिमीलाई कस्तो लाग्यो फिल्म राम्रो लाग्यो हो न आफूलाई कस्तो लाग्यो गरिहाल ठिकै छ भएको चिज लाग्यो के अगाडिको मान्छेले डिस्टर्ब गरे क्या अगाडिको मान्छेले डिस्टर्ब गरे हामी फिल्म राम्रो हो त्यो कस्तो कस्तो लाग्यो मलाई त मलाई उसँग त ठिक लागेन अगाडि चाहिँ के मध्यान्तरभन्दा अगाडि ल मैले भाइ तिमीलाई कस्तो लाग्यो यो फिल्म अब यो बागी फो भन त एकदम ठिकै लाग्यो भनौँ खासै टाइगर श्रफको एक्सन कस्तो लाग्यो बवाल लाग्यो त्यो अलिकति हामीदेखि अगाडि बसेको मान्छेले गर्दा डिस्टर्ब पनि भयो क्या हामीलाई होइन फिल्म हलमा यस्तो भइहाल्छ त्यो जाँदा जति बेला हुन्छ नि हामीले उ गर्दाखेरि के अलिकति राम्रो आउनु लाग्यो त्यो पहिले पुरै वा वा गरिहाल्छ कि त्यसले त्यही अलि मलाई अलिक चित्त बुझेर ल सुक्दालाई कस्तो लाग्यो सुक्दा भन्नु मलाई त बिन्दास बवाल बिन्दास लाग्यो बवालै लाग्यो मलाई त राम्रो लाग्यो लाग्यो है त्यो अगाडिको अगाडि भन्दा अगाडि चाहिँ राम्रो लाग्यो ठिकै त्यो हामीदेखि अगाडिको मान्छेले तपाईँलाई कति डिस्टर्ब गर्यो मलाई त खासै फिल्म तपाईँ त अहिले के मान्छे आफ्नो सिट नचिनेर लुतु लुतु खाली हुँदा जता बसे पनि म त सुधै कता हुनेको भने त उतैतिर बस्दिर भने ल पाउनलाई कस्तो लाग्यो ठिक लाग्यो यता हेरेर भन्नु पऱ्यो नि त ठिक लाग्यो दर्शकहरूले हेर्नुपर्छ लाग्यो राम्रो लाग्यो ल राम्रो लाग्यो ठिकै छ ठिक छ एकचोटि हेर्ने छ एकचोटि हेर्ने यो फिल्म सायद यो पुरै कति फलोइ हुने टाइपको जस्तो पनि लाग्छ मलाई त फलो हुन्न हुँदैन यो विदेशमा चल्दैछ यो हाउस त फुलै थियो फेरि यो हाउस अलिअलि मात्रै बनाएको आवाज राम्रो थिएन थियो नेपालको उसको त्यो समीर भट्टको छ नि त्यो बलिदानमाथिको या टेलरमाथिको पछाडि ब्याकग्राउन्ड क्या ब्याक आवाज क्या बब्बाल छ त्यसको त त्यसको पनि लाग्छ होला यतातिर त लाग्छ तर यहाँ लाग्छ लाग्दैन थाहा भएन जोरतिर लाग्छ होला लाग्यो भने त जोर भए त कहाँ हेर्नु फलाइट जानुपर्छ फिल्मै हेर्नु फलाइटमा जानु भएन तर यसो मलेसियामा यतातिर आज यसै हलमा लाग्यो भने त जानुपर्छ प्रेम गीत पनि यसमा लागेको थियो नि पाउन ए त्यो त लाग्छ त्यो लाग्यो तर हिन्दी नै लाग्दो रहेछ क्या नेपालको यो मोर भन्ने फिल्म अहिले यता पुरै कति 30-31 दिन मनाइसक्यो कि होइन मनाइसक्यो राम्रो छ भन्छ राम्रो छ भन्छ माग्ने राजा पनि पुरै हिटै भएको छ अरे माग्ने राजाले खाइदियो नि खाइदियो मार्केट मिस बबीले त्यो फिल्म फला भनेर त्यो मैले गरिहाल्थेन के हुँदै थिएँ बिचारी त्यो माग्ने बुढाले देखाइदियो पावर बिचरा मिस बबी यार धेरै भाइरल पनि भयो फेरि त्यो माग्ने राजाबाट हटाइदिएछ नि त्यसलाई फेरि स्वयं चाहिँ छ त्यसको फेरि खै के हो यार नेपालको